साथीहरू आजको भिडियो चाहिँ अलिकति फरक किसिमको हुनेछ किनभने आज म डडेलधुरा जिल्ला परशुराम नगरपालिका सादनी भन्ने ठाउँ अर्थात् भित्री मधेस घुम्न गइरहेको छु। बाटोमा के देखिन्छ सबै तपाईहरुलाई पनि देखाउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। अहिले भने म हाइसमा छु। म झलारीबाट हाइसमा चढेर सुडातर्फ गइरहेको छु र सुडा पुगिसकेपछि म अर्को गाडी चेन्ज गरेर भित्री मधेसतर्फ जानेछु। नानीले मैले भिडियो बनाउँदै गरेको हेर्दै थिइन्, त्यही भएर उनको भिडियो क्लिप पनि बनाइदिए र मलाई एक्लै भएर बोर लागिरहेको थियो। पछाडिको सिटमा बसेको थिएँ, कोही पनि थिएन, बोल्नलाई पनि मलाई निन्द्रा लाग्न थाल्यो। गाडीभित्र सुनसान थियो, गाडीमा गीत पनि बजाइएको थिएन। त्यसैले मैले आफ्नै इयरबड निकालेर गीत सुन्न थाले। गीत सुन्दा सुन्दै म चाहिँ सुडा पुगेको पत्तै भएन र सुडा पुगिसकेपछि म ओर्लिएर झरना होटलमा केही बेर विश्राम गरे। विश्राम गरिसकेपछि भित्री मधेस जाने बोलेरोमा चढे। बोलेरो पनि एकदमै तीव्र गतिमा थियो। हावा चलिरहेकाले मेरो निन्द्रा पनि हरायो र केही अगाडि जाँदा अब जङ्गलको बाटो आयो। जङ्गलमा त झन् स्वच्छ हावा सिरिरिरी चल्न थाल्यो, एसीको हावा जस्तै। केही पर पुग्दा ड्राइभरकोमा एकजनाको कल आयो। कलमा उक्त व्यक्तिले भन्दै हुनुहुन्थ्यो, म पनि भित्री मधेस जाने हो, तपाईको गाडीमा जान्छु भनेर सोचेको गाडी गइसकेको रहेछ, त्यही भएर म त्यहाँसम्म बाइकमा आउँछु, तपाईँ त्यहीँनिर गाडी रोकेर राख्नुहोला। त्यसैले ड्राइभरले गाडीलाई ब्याक गरेर साइड लगाएर रोक्नुभयो। निकै बेर गाडी रोक्दा पनि मान्छे नआएपछि फेरि कल गर्दा त थाहा भयो त्यो मान्छेले त अप्रिल फुल मनाएका रहेछन्। मलाई चाहिँ तिर्खा लागेकोले पानी खान कुदिहाले। धारा चाहिँ एकदमै रोचक थियो। साडेको टाउको स्ट्रक्चर बनाएर मुखबाट पानी आइरहेको। पानी एकदमै राम्रो थियो। छेउमै मन्दिर पनि रहेछ। गाडी एकछिन रोकेकाले म पनि मन्दिरको दर्शन गर्न मन्दिरतर्फ लागे र मन्दिरमा विभिन्न किसिमका परम्परागत रूपमा ढुङ्गाबाट बनाइएका मूर्तिहरू रहेछन्। मैले चाहिँ मन्दिरको दर्शन गरिसकेपछि थोरै भिडियो क्लिप बनाए र त्यतिकैमा ड्राइभरले बोलाइहाल्नुभयो र त्यसपछि हामी फर्केर गाडीमा बस्यौँ र फेरि गन्तव्यतिर लाग्यौँ। पानी खाएपछि तिर्खा पनि मेटिसकेको थियो र यहाँसम्म चाहिँ बाटो ठिकै थियो, तर यहाँदेखि चाहिँ अब बाटो सुरु भयो। यस्तो बाटो उबड खाबड परेको एकदमै डङ्ड्याएर हैरान पारेको थियो। मेरो छेउमा बसेको आन्टी पनि हैरान हुनुहुन्थ्यो। यस्तो बाटो कि नाच्न नजान्नेलाई पनि नचाइदिने। मेरो भने टाउको दुख्न सुरु गरिसकेको थियो। तर यो आन्टी त यहीँको भएकाले बानी परिसक्यो होलान्। गाडीले टाउको दुखाउने गरी हल्लाए पनि मलाई भने त्यति बोर चाहिँ लागिरहेको थिएन। एकदमै रमाइलो नै भइरहेको थियो पहिलो अनुभव। कच्ची सडकहरूमा त योभन्दा पहिला पनि गाडीमा चढेको थिएँ, तर यति साह्रो चाहिँ कहिले पनि भएको थिएन। यसको चाहिँ बिचमा चाहिँ एउटा अग्लो डाँडोमा चाहिँ एउटा होटल रहेछ र हामी होटलमा नबसिकन छिटो नै पुग्नुपर्ने भएकाले राति पर्छ भनेर होटलमा बसेनौँ। तर अगाडि ट्र्याक्टर रहेछ र ट्र्याक्टरले धेरै बेरपछि मात्र हामीलाई चाहिँ बाटो दियो र छेउमै सानो खोला रहेछ। खोलामा एउटा सानो सुन्दर ताल पनि देखियो र त्यहाँका स्थानीयहरूले धेरै मात्रामा बाख्रा पालन गर्दा रहेछन् र बाटैभरि बाख्रा पनि हामीले देख्यौँ। र त्यसपछि अब बिस्तारै हामी अगाडि बढ्दै जाँदाखेरि सानो गाउँ आयो। गाउँमा चाहिँ सानो नानीहरू दाउराहरू बोक्दै गरेका र पल्लो घरमा यसो गर्दाखेरि 2-3वटा भैँसी पालेको हामीले देख्यौँ। अलि अगाडि पुग्दा यस्तो दृश्य देखियो। यता पनि गहुँ काट्ने कार्यक्रम सुरु भइसकेको रहेछ। सबैजना धमाधम गहुँ काटिरहेका थिए। यो चाहिँ भित्री मधेस भएकाले यहाँ चाहिँ न ठुल्ठुला पहाडहरू थिए न त सबै ठाउँ सम्म नै थियो र यहाँ चाहिँ 2जना यात्रीहरू उत्रिने भएकाले एकैछिन गाडी रोकियो। गाडी रोकिएको बेला मेरो ध्यान भने यी 2जना युवकप्रति गयो।
सायद यिनीहरूले माछा मारिसकेपछि दुईटैजनाले भाग लगाउँदै थिए। एकैछिन त्यो खोला पारी पुगेपछि सानो गाउँ आयो र यसो हेर्दा घरहरू सुदूरपश्चिमको दार्चुला बैतडीतर्फका जस्तै घरहरू देखिन्थे। प्रत्येक खोल्सा जस्तो ठाउँहरूमा यस्तो खालको काठको पुलहरू देखिन्थ्यो। अहिले त पानी थिएन, सायद बर्खामा पानी आएको बेला आवत जावत गर्नको लागि होलान्। डाँडाहरू धेरै ठुला नभए पनि छेउछाउमा चाहिँ अलि ठुलो डाँडाहरू रहेछन्। यो घर हेर्नुहोस् त, पुरै काठले बनेको घर रहेछ। सानी बहिनी आँगनमा उभिएर आफ्नो भाइलाई मायासँग काखी लगाएकी थिइन् र त्यो दृश्य एकदमै सुन्दर देखिन्थ्यो। एकैछिन अगाडि हिँडिसकेपछि एकजना आमाको झर्ने ठाउँ आयो। आमाले उक्त गाडीमा बाख्रा, सिमेन्ट, आलु के बोकेका रहेछन्। यो पछाडिको सबै सामान आमाको नै रहेछ। त्यही भएर आमाले गाडीलाई ब्याक गराएर आफ्नै पसलसम्म पुर्याउन भन्नुभयो। अनि गाडीलाई ब्याक गरेर आमाको पसलसम्म लगियो। फटाफट बाजेले आलुका बोरा, बाख्रा, सिमेन्ट सबै उतारिसकेपछि गाडी साधनीतर्फ मोडियो। लामा गाडामा चाहिँ बाटो अलि ठिकै थियो, तर केही अगाडि पुग्दा फेरि त्यस्तै बाटो आइसक्यो। तपाईँहरूले यहाँ भिडियोमा पनि देख्न सक्नुहुन्छ। अलिकति मिस्टेक भयो अथवा ब्रेक लागेन भने सिधै एक्सिडेन्ट हुने खालको। त्यही भएर ड्राइभरले अलिकति बिस्तारै लग्दै हुनुहुन्थ्यो र बाटोमा ठुल्ठुला ढुङ्गाहरू पनि थिए। अलि ओह्रालो मात्रै भए पनि ठिकै थियो, त्यही माथि ढुङ्गा उबडखाबड थियो। एकैछिन गाडी कुदाइसकेपछि हामी साधनी पुग्यौँ। यो चाहिँ साधनीको होस्टेल रहेछ र अब भने हामी साधनी बजार पुग्ने आँट्यौँ र मेरो उत्रिने ठाउँ पनि पुगिसक्यो र म गाडीबाट उत्रिन लागेँ। उत्रिसकेपछि म चाहिँ गन्तव्यमा पुगेँ। यही गाउँ हो तपाईँहरूले देखिराख्नु भएको साधनी परशुराम नगरपालिका। यो उतापट्टि देखिएका डाँडा भने भारतका हुन्। यो चाहिँ सीमावर्ती क्षेत्रमा पर्दो रहेछ। नेपाल भारत सिमाना बिचमा चाहिँ महाकाली नदीले छुट्याएको रहेछ र टाइम मिल्यो भने त्यो महाकाली पनि घुम्न गएर तपाईँहरूलाई देखाउने छु। र अहिले भने म एकदमै खुसी थिएँ, तर मेरो हालत भने यस्तो थियो। अगाडि बसे तापनि मेरो लुगा पुरै फोहोर भएको थियो। त्यसपछि मैले चिया पिएँ। चिया पिइसकेपछि अलिकति थकान मेटियो। धेरै लामो बाटो नभए पनि गाडीले धेरै डङ्ड्याएर म चाहिँ एकदमै थाकेको थिएँ। त्यसपछि म चाहिँ नुहाइसकेपछि फ्रेस भएँ। फ्रेस भइसकेपछि खाना खाएर सुत्न गएँ।